हालेलुया। सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस् है। अनि जति पनि मेरो टिकटकमा मलाई हेरेर मलाई मेरो भिडियोहरूमा मैले सेयर गरेको भिडियोहरूमा लाइक गरिदिनु हुने सम्पूर्णलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। र आजको दिन चाहिँ मैले आफ्नै भोइसलाई मैले रेकर्ड गरिकन तपाईँहरूको माझमा केही कुराहरू सेयर गर्न चाहेको छु है। अनि अहिले हामी संसारमा यी दिनहरूमा गर्दै गर्दाखेरि चाहिँ संसारमा चाहिँ अहिले धेरै लडन्तहरू, देशको विरुद्धमा देश, राज्यको विरुद्धमा राज्य होइन। अनि आमाको विरुद्ध छोरा, छोराको विरुद्ध आमा, बाउको विरुद्ध छोरी, यस्तै भइरहेको हामी हेर्दछौँ। संसार चाहिँ अहिले धेरै भ्रष्ट भइरहेको, अनि त्यसपछि मान्छेलाई मार्नु, मान्छेलाई नाश गर्नु, मान्छेलाई गिराउनु, मान्छेलाई बेच्नु या मान्छेलाई काट्नु मार्नु, यस्तो केही पनि नर्मल कुरा भएको हामी देख्छौँ, नर्मल हुँदै गरेको देख्छौँ हामी। किनभने संसार चाहिँ भ्रष्ट भइरहेको हामी पाउँछौँ है। अनि यी दिनहरूमा चाहिँ हामीलाई चाहिँ हाम्रो एउटै इच्छा, एउटै योजना, हामी जति पनि हामी प्रभुमा विश्वास गर्दै आएका छौँ, हामीहरूको चाहिँ एउटै कुरा चाहिँ, एउटै लक्ष्य चाहिँ के हो भने हाम्रो परमेश्वरले चाहिँ संसारलाई प्रेम गर्नुभयो। अनि हाम्रो परमेश्वरले चाहिँ संसारलाई प्रेम गर्नुभएको कारणले उहाँले कहिले पनि हामीलाई त्याग्नु भएको छैन, छोड्नु भएको छैन, उहाँले हामीलाई इन्कार गर्नुभएको छैन। र उहाँले हामीलाई हर समय म कहाँ हो, म तिमीहरूलाई विश्राम दिन्छु। अनि त्यसपछि उहाँले भन्नु चाहिँ सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो भन्नुहुन्छ। अनि उहाँले भन्नुहुन्छ पहिला मेरो राज्य र मेरो धार्मिकताको खोजी गर, सबै कुरा तिमीलाई थपिनेछ। अनि परमेश्वरको वचनहरू सबै प्रतिज्ञाहरू चाहिँ व्यर्थ छैन। यो प्रतिज्ञाहरू चाहिँ हामी जति पनि विश्वास गरेका छौँ, विश्वास गर्नेहरूको निम्ति या प्रभुलाई नपाउनेहरूको निम्ति पनि उहाँको अनुग्रह चाहिँ सबैलाई बराबरै छ है। किनभने परमेश्वरले चाहिँ हामी सबैलाई बराबर समानले प्रेम गर्नुभयो, समानले अनुग्रह दिनुभएको छ, समानले हामीलाई यो संसारमा हामी जतिजना छौँ विश्वासी अविश्वासी सबैलाई बराबरी रूपमा हेर्नुभएको छ। किनभने हाम्रो परमेश्वर चाहिँ पक्षपात गर्नु हुँदैन। अनि आजको दिनमा चाहिँ म मेरो जति पनि यहाँ टिकटकमा मलाई हेरेर मलाई सपोर्ट गर्नुहुने मेरा प्रिय दाजुभाइ दिदीबहिनीहरू, आमा बुवा लगायत सम्पूर्णलाई चाहिँ यही कुरा म भन्न चाहन्छु कि संसार चाहिँ अहिले भ्रष्ट हुँदै जाँदै गर्दाखेरि हामीले चाहिँ हाम्रो परमेश्वरको हतियारहरू चाहिँ पहिरिन आवश्यक छ। हतियारलाई चाहिँ बोक्न आवश्यक छ। हतियारमा चाहिँ हामी बोकेर चाहिँ हामी खडा हुन आवश्यक छ। अनि एफिसी 6को हामी 10देखि तल पढ्दै गयो भने चाहिँ त्यो चाहिँ कुन हो, त्यो हतियार चाहिँ कुन हो त भन्दै गर्दाखेरि हामी हेऱ्यो भने चाहिँ पहिला हामी पुरानो करारहरूमा हामी हेऱ्यो भने चाहिँ त्यहाँ चाहिँ शरीरमा युद्ध गर्थ्यो, जो चाहिँ भाला तरबार बोकेर अनि सुरक्षाको कवचहरू लगाएर गएर युद्धमा खडा हुन्थे, युद्ध लड्थे। र अहिले हाम्रो लडन्त भनेको शरीर र रगतको विरुद्धमा छैन, हाम्रो लडन्त चाहिँ आत्मिक लडन्तमा छ। अनि हामीले चाहिँ हर समय चाहिँ परमेश्वरको हतियारहरू चाहिँ हामीले पहिरेर हिँड्न आवश्यक छ। ती हतियारहरू के हो भन्दै गर्दाखेरि चाहिँ सत्यको कमरलाई चाहिँ हामीले कस्नुपर्छ, धार्मिकताको छाती पाता लगाएर चाहिँ हामी खडा हुनुपर्छ। अनि सुसमाचार र मिलापको है जुत्ता चाहिँ लगाएर हामी हर समय हर ठाउँमा हिँड्नुपर्छ। अनि विश्वासको ढाललाई चाहिँ हामीले हर समय पक्रेर अनि दुष्टको अग्निबाणहरू चाहिँ निभाउँदै हामी हिँड्न आवश्यक छ। अनि मुक्तिको तोपलाई चाहिँ हामीले हर समय पहिरेर अनि लगाउन आवश्यक छ। पवित्र आत्माको तरबार लिएर चाहिँ हामीले चाहिँ हर समय परमेश्वरको वचनलाई चाहिँ पक्रेर हिँड्न आवश्यक छ। अनि सारा निवेदनहरू, प्रार्थनाहरू चाहिँ पवित्र आत्माद्वारा प्रेरित भएर चाहिँ लगनशील साथ, सतर्क साथ सबै मिलिकन, सबै सन्तहरू मिलिकन चाहिँ प्रार्थनामा निरन्तर खडा हुन आवश्यक छ। किनभने प्रार्थना गरेर चाहिँ जब हाम्रो मुखहरू खोल्छौँ, हामी मुखद्वारा खोलेर घोषणा गर्छौँ, मुखद्वारा खोलेर सुसमाचार सुनाउँछौँ, मुख खोलेर हामी जब बोल्छौँ भने चाहिँ परमेश्वरको वचन चाहिँ जब घोषणा गर्छौँ भने परमेश्वरको वचन चाहिँ क्रियाशील छ। किनभने
परमेश्वरको वचन चाहिँ जिउँदो अनि जीवित छ। किनभने परमेश्वर चाहिँ जिउँदो अनि जीवित परमेश्वर हुनुहुन्छ। अनि जिउँदो अनि जीवित परमेश्वर भएको कारणले उहाँको वचनले चाहिँ काम गर्छ। जिउँदो कुराहरू चाहिँ काम गर्छ, जिउँदो कुराहरू चाहिँ चलहल गर्छ, जीवित कुराहरूले चाहिँ बोल्न थाल्छ, जीवित कुराहरू चाहिँ क्रियाशीलमा आउँछ। अनि जब परमेश्वरको वचनलाई हामी घोषणा गर्छौँ, बोल्छौँ भने जब अन्धकारको साङ्लाहरू चुटिन सक्छ, अन्धकारको साङ्लाहरू भाँचिन, जुवाहरू भाँचिन थाल्छ, जब हामी हाम्रो परमेश्वरको हतियार लगाएर हामी खडा हुन्छ भने यो संसार दुष्ट हुँदै गर्दाखेरि, दुष्ट भ्रष्ट हुँदै गर्दाखेरि पनि हामी संसारको चालमा, संसारको सल्लाहमा, संसारको लैलामा हामी लाग्दैनौँ। किनभने भजन सङ्ग्रहको पुस्तकमा हामी हेऱ्यौँ भने चाहिँ भजन सङ्ग्रह 1को हामी 1 पदमा हामी हेर्दै गयो भने चाहिँ त्यहाँ चाहिँ के भन्छ, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन, जो गिल्लाहरूको सङ्गतमा चाहिँ बस्दैन भनेर भनेको छ। आज हाम्रो सङ्गत चाहिँ कसमा छ? हाम्रो परमेश्वरको सङ्गत गर्नु। हाम्रो भरोसा चाहिँ कसमा छ? हाम्रो परमेश्वरमा भरोसा गर्नु। हाम्रो विश्वास केमा छ? हाम्रो परमेश्वरमा जब विश्वास गर्छ भने हाम्रो परमेश्वरले चाहिँ हामीलाई कहिले पनि त्याग्नुहुन्न, कहिले पनि छोड्नुहुन्न। किनभने परमेश्वरको वचन चाहिँ क्रियाशील छ। अनि परमेश्वरको वचनले हामीलाई भन्दछ कि म तिमीहरूलाई कहिले पनि टुहुरो छोड्दिनँ। हालेलुया। उहाँको वचनले चाहिँ हामीलाई भनेअनुसार, उहाँको वचनले हामीलाई हौसला दिएअनुसार, उहाँको वचनले हामीलाई प्रेरणा दिएअनुसार कि हाम्रो परमेश्वरले चाहिँ हामीलाई कहिले टुहुरा छोड्नुहुँदैन, कहिले त्याग्नु हुँदैन। यूहन्ना 14:18 अनुसार म तिमीहरूलाई कहिले टुहुरा छोड्ने छैन, म तिमीहरूका आउने छु भन्ने परमेश्वर हुनुहुन्छ। साँच्चै आज हामीले चाहिँ हाम्रो परमेश्वरमा भरोसा गरौँ, परमेश्वरमा विश्वास गरौँ अनि परमेश्वरको हतियारलाई पहिरेर हामी खडा हौँ। किनभने संसार दुष्ट हुँदै हिँड्दै गर्दाखेरि नि यो संसारमा हामी छौँ। हामी संसारबाट हामी भागेर कहीँ जान सक्दैनौँ। हामी संसारमै रहनुपर्छ। जबसम्म प्रभुको योजना हुँदैन हामीलाई उठाइ लैजाने, तबसम्म हामी संसारमा हुँदै गर्दाखेरि चाहिँ हाम्रो उठाइ बसाइ बोलाइ जियाइमा चाहिँ हामी होसियार रहनुपर्छ। अनि हाम्रो होसियार साथ हाम्रो चालचलनमा चाहिँ विचार गर्नुपर्छ। हग्गईको पुस्तकमा हामी हेऱ्यौँ भने चाहिँ तिमीहरूको 5मा हामी हेऱ्यौँ भने चाहिँ कि तिमीहरूको चालहरू चाहिँ होसियारी साथ विचार गर भनेर भनेको छ है। अनि तल आएर पनि हामी हेऱ्यौँ भने पनि त्यहाँ पनि के भनेको छ, 7 पदमा नै हामी हेऱ्यौँ भने चाहिँ तिमीहरूको आफ्नो चाल चाहिँ होसियारी साथ विचार गर भन्ने भनेको छ। आज हाम्रो चालहरू कस्तो प्रकारले चल्दैछ, हाम्रो बोलीहरू, हाम्रो चालीहरू, हाम्रो हिँडाइहरू, हाम्रो सोचाइहरू, हाम्रो रहनसहन, उठन बसन, भित्री जियाइ बाहिर जियो हाम्रो कस्तो प्रकारले जिउँदैछ, त्यसलाई चाहिँ एकदम जान्न आवश्यक छ। म मेरो टिकटकको हरेक साथीभाइ, दाजुभाइ, दिदी बहिनी सबैलाई म यही हौसला उत्साह दिन चाहन्छु कि हामी प्रभुमा फर्कौँ, प्रभुमा भरोसा गरौँ, प्रभुमा विश्वास गरौँ। किनभने प्रभुले मात्र हामीलाई साँचो शान्ति दिन्छ, साँचो आनन्द दिन्छ, साँचो प्रेम दिन्छ। संसारको प्रेमले हामीलाई चोट दिन्छ, संसारको प्रेमले हामीलाई धोका दिन्छ, संसारको प्रेमले हामीलाई मनहरू दुखाउँछ, हामीलाई कतिखेर धोका दिन्छ हामीलाई थाहा हुँदैन। तर परमेश्वरको प्रेमले हामीलाई कहिले पनि धोका दिँदैन। आमेन। यही हौसला उत्साह दिन्छु। बिदा हुँदछु। जय मसीह। परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।